जे होइन हाम्रो उता यत्तिको भयो भने त खतरा हुन्थ्यो नि होइन सर हावाहरूले बनाउँदै नबनाइदिने सर त्यो ढुङ्गा बोक्ने चिजलाई के भन्छ थाहा छ ल तपाईँलाई हजुर ढुङ्गा हालेर बोकिरहेको चिज क्या खै खै त्यहाँ के गर्नु ल यहाँ चाहिँ घर बनाउने समेत त्यो पोस्टर आएर टालेर जाऊ हजुर यहाँ आए त मान्छे हजुर त आएन त्यही त बजार यहाँ समुद्र हो क्या भाइ ओ होइन होइन त्यो स्कुलसम्म त मिनिममै छ नि सर त्यो स्कुल अनि कि नजिकै देखिन्थ्यो यार कहाँ हो त यार स्कुल त उयो मुनि होला नि यताबाट हो ठ्याक्कै त्यो मान्छेले भने जस्तै यताबाट नि जाने बाटो रहेछ अनि कहाँ जानु जाने अब यहाँको स्थानीयलाई सोधौँ न नभए कताबाट जाँदा सजिलो हुन्छ भन्ने हेर त नौघेर त कहाँ छोडिसक्यो मैले हामी फर्किने के गर्नु त अब कता हो केटुङ्गो बाटै कता हो कहाँ तर म तपाईँलाई हाम्रो गाउँभन्दा अलिक तलको बाटोबाट चाहिँ लैजान सक्छु यहाँबाट यहाँबाट लैजानु किलोमिटर छ त्यसले धान्नु पर्यो नि त्यो बाटो कस्तो छ बाटो त अब यो पिच रोड सिद्धिसकेपछि अफरोडै हो त्यो उता छ नि के अरे के भनिन्छ यो सब्दापट्टिबाट काउली जोडिया बाटो के सेम त्यस्तै हो बाटो चाहिँ अब त्यसले धानी नधानी चाहिँ तपाईँमा डिपेन्ड गर्छ होइन सर कति किलोमिटर लाग्छ लगभग अब लाग्छ यहाँबाट त त्यस्तो धेरै नै 21 किलोमिटर भयो त्यहाँ त्यही 17-18 किलोमिटर होला त्यस्तै होला त्यो बाटो चाहिँ लान सक्छु म होइन तपाईँलाई यहाँबाट यहीँ आएर इन्डिङ हुन्छ अरे त्यो बस हाम्रो गाउँबाट माथि लाग्ने बस त्यही भन्छन् अब कति छ चाहिँ म अहिलेसम्म चाहिँ गएको छैन हेर्नुहोस् त्यही बाटो जाने भइ जाउँ उति